हेलो साथीहरू, हाम्रो नेपाली खेलाडी दिपेन्द्र सिंगाईले मिडियामा आएर एउटा कुरा भन्नुभएछ, त्यो निकै भाइरल भइरहेछ। उहाँले के भन्नुभएछ भने हामी जुनसुकै देशमा खेल्न जान्छौँ, हरेक देशमा नेपालीहरू ग्राउन्डमा आएर हामीलाई सपोर्ट गर्छ। तर अहिले हाम्रै नेपालमा गेम हुँदाखेरि नेपालीहरू ग्राउन्डमा आइरहेको छैन, क्रिकेट प्रेमीहरू ग्राउन्डमा आएर सपोर्ट गरिरहेको छैन। अब तपाईँको टिकट महँगो भएछ कि के कारण हो, तर आउनु पर्ने भन्ने भन्नुभएछ। त्यही कुरा सुनेर हिजो केही क्रिकेट प्रेमीहरूले के भन्ने जवाब फर्काएछ भने हामी सधैँ आशा एउटा बोकेर जान्छौँ कि आज नेपालीले जित्छ भनेर, तर सधैँ तपाईँहरू निराश पार्नुहुन्छ हामीलाई, केही क्रिकेट प्रेमीहरूले भन्नुभएछ। त्यो क्रिकेट प्रेमीहरूलाई मैले के भन्न चाहन्छु भने त्यस्तो होइन, एउटा खेलाडीको मात्र गल्ती होइन, यसमा तपाईँको नेपालको टिम सेलेक्टर र कोच र कप्तानको पनि गल्ती छ। त्यसको साधारण सानो उदाहरण दिन्छु। तपाईहरू हेर्नुभयो ल 2026 को वर्ल्ड कपमा शेरमालाले इङ्ल्यान्ड विरुद्ध फर्स्ट गेममा फर्स्ट ओभरमा उसले विकेट लियो। कसको? जोस बटलर। र हाम्रो टिम सेलेक्टर र कप्तानले के गर्यो? अन्य अरू सबै खेलमा उसलाई ड्रप गरिदियो। जबकि अन्य देशमा हेर्नुहोस्, कोही खेलाडी राम्रो खेल्छ भने उसलाई चान्स दिन्छ, जो राम्रो खेलिरहेको छैन भने त्यसलाई ड्रप गर्छ। तर हाम्रो नेपालमा के गर्छ? जो राम्रो खेल्छ त्यसलाई नै ड्रप गरिदिन्छ अर्को पालिदेखि, जो नामको आधारमा खेलाउँछ। अनि कसरी हुन्छ? हस्।